एक गरी रामका दुश्मनहरू बढ्दैछन्। यसरी रामका दुश्मनहरू बढिरहे भने शक्ति झनै शक्तिशाली बन्छ र राम भने कमजोर हुन्छन् र शक्तिले जित्ने पक्का हुन्छ अनि रामले हार्ने निश्चित हुन्छ। तर शक्तिको भन्दा 2 कदम अगाडि रामले सोचिसकेका हुन्छन्। अहिले शक्तिलाई रामले यति मजाले तडपाइरहेका छन् कि 1 मिनेट पनि 1 वर्ष जस्तो लागिरहेको छ। हुन पनि हो, हाम्रो रामका गाउँलेहरूमाथि यति अत्याचार गरेको छ कि शक्तिले, त्यो कुरा हामी कल्पना समेत गर्न सक्दैनौँ। यो सबै कुरा सोच्दा रामले शक्तिलाई यति धेरै दण्ड सजाय दिनुपर्ने हो कि, तर रामले अहिलेसम्म दिएका छैनन्। तर रामले शक्तिलाई भने राम्रैसँग तह लाउनेवाला छन्। रामले शक्तिलाई त्यति सजिलै छाड्नेवाला त छैनन्। तर यति बेला रामका गाउँलेहरू नै रामको साथ छोडेका हुन् कि भनेर शङ्का लागिरहेको छ। रामका गाउँलेहरू मध्ये नै भडुवा चतुरेले शक्तिलाई साथ दिएको पाइन्छ। चतुरेले 10 लाख पाउने लोभमा गाउँलेहरू सँगै जङ्गलमा बसेका छन् भन्ने कुरा शक्तिलाई लगेर सुनाउन लागेको थियो। तर यो कुरा सुनाउनु अघि नै त्यो चतुरेको बोली रोकिएको थियो। चतुरेले शक्तिका केटा र शक्तिबाट राम धुलाई खाएपछि चतुरे बेहोस भएको छ। साथीहरू, शक्ति र शक्तिका केटाहरूबाट राम धुलाई खाई चतुरे बेहोस हुँदा तपाईहरूलाई खुसी लागेको छ त? यसरी पिटाई खाइरहँदा तपाईहरू कतिको खुसी हुनुहुन्छ? यदि खुसी हुनुहुन्छ भने हाम्रो भिडियोलाई लाइक गरिदिनु होला। दर्शकबिनहरू, अब भने राम र रामका गाउँलेहरू एकदमै चनाखो बन्न आवश्यक देखिन्छ। किनकि शक्ति र शक्तिका केटाहरू जति बेला पनि दुर्गा आमा मुना र चम्पालाई खोज्दै जङ्गलमा राउटेहरू जस्तो गरी बसेका रामका गाउँलेहरू भएको ठाउँमा आइपुग्न सक्छन् र उनीहरूलाई नियन्त्रणमा समेत लिन सक्छन्। यदि शक्ति र शक्तिका केटाहरूले रामका गाउँलेहरूलाई नियन्त्रणमा लिए भने रामले अगाडि गएर शक्तिसँग लड्न पनि सक्दैनन्। किनकि उनी अगाडि यो सबै खेल रामले नै खेलेको रहेछ। राम नै दुर्गा आमा र मुना अनि चम्पालाई अपहरण गर्ने अपहरणकारी हो भन्ने कुरा शक्ति र शक्तिका केटाहरूले सजिलैसँग चाल पाउँछन्। त्यसैले राम र रामका गाउँलेहरू अझै धेरै सजग हुन आवश्यक छ। त्यस्तै यता शक्तिले चम्पालाई 3 दिनभित्र खोजेर ल्याउनु भनेर शक्तिले श्रुति र सृजनालाई धम्की समेत दिएका छन्। यदि चम्पालाई 3 दिनभित्र खोजेर ल्याउन सकेनौ भने उतै आत्महत्या गरेर मर्नु, मेरो अगाडि नआउनु भन्ने धम्की दिएका छन्। श्रुति र सृजनाले रामलाई यो कुरा सुनाएका पनि थिए, तर रामले सहजैसँग म चम्पालाई खोज्दिन भनेर भनेका छन्। साथीहरू, शक्ति आफ्नी प्यारी श्रीमती चम्पा हराएको पिरमा तडपिएको देखेर को खुसी हुनुहुन्छ? यदि खुसी हुनुहुन्छ भने कमेन्ट गर्न नभुल्नुहोला। महाकाली बनेर रामलाई सहयोग गर्ने व्यक्ति आखिर को हुन् त? मलाई जहाँसम्म लाग्छ ती व्यक्ति पक्कै पनि रूपा हुनुपर्छ। रूपाले रामलाई भित्रभित्र नै साथ दिइरहेकी छिन्। साथीहरू, रूपाले रामलाई सहयोग गरेको देखेर तपाईहरू को खुसी हुनुहुन्छ? यस्तै महत्त्वपूर्ण जानकारी लिनका लागि हाम्रो भिडियोलाई हेरिरहनुहोला। लाइक, सब्स्क्राइब गर्न नभुल्नुहोला। हस्त, धन्यवाद।